सर्वप्रथम सबै जनता जति देखिराख्नु भएछ उहाँहरूलाई नमस्ते प्रणाम। र अहिले म छु आफ्नै गाउँमा पर्सा जिल्लाको क्षेत्र नम्बर 4 मा रहेको जगन्नाथपुर गाउँपालिकाको वार्ड नम्बर 5 मा। यहाँ चाहिँ एकदम पानीको चाहिँ आवश्यकतै धेरै धान रोप्नेको लागि परेछ अनि मलको पनि अभाव छ। जुन मान्छे चाहिँ एउटा सारो धान हुन्छ त्यो रोपिसकेछ, त्यसमा मल खादको लागि पनि धेरै आवश्यकता पनि परेको छ। र यहाँ एउटै कुरो छ कि सिँचाइको पानी त्यो नहरमा चाहिँ आइसकेछ, तर यहाँ जुन नहर छन् त्यो नहर अहिलेसम्म फोहरकै फोहर नै छ, त्यसमा पानी पनि आउन सक्दैन किनकि त्यसमा यति घाँसपातहरू छन् कि त्यसको कुरै छोडिदिनु। अनि किसान त एकदम चिन्तितमा छ कि उसको धानको रोपाई हुन्छ कि हुँदैन। हेरिराख्नु भएको छ त्यो जुन बोट बिरुवा देखिरहेको छ ठुलो ठुलो त्यो गाछ, त्यहाँ चाहिँ इन्डियाबाट जुन नहर आएको छ, जुन बम नहर भन्दा त्यो भैँसालोटनको नहर छ, त्यहाँबाट पानी आउँछ। तर खोइ यहाँको जुन गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ उहाँले के गरिराख्नु भएछ कि यहाँ चाहिँ तपाईँको के भनौँ कि नहर त छ तर झार्नलाई भन्नुहुन्छ कि बजेट आएको छैन। सिँचाइको जुन मान्छे चाहिन्छ त्यो पनि मान्छे भनिरहेछ कि यहाँ चाहिँ सिँचाइबाट पैसै आए छैन कि हामी नहर सफा गरौँ भनेर। अनि अर्को चाहिँ यहाँ त बोरिङ चाहिँ त कृषिबाट आएको बोरिङलाई 40,000 मा जडान भइरहेछ। अरू चाहिँ अर्को बोरिङ आएको 25,000 देखि 30,000 सम्म मान्छे लिइरहेछ, तर मात्र एउटा बोरिङ गाडी रहेछ अनि एउटा मोटर दिएर। तर खै त त्यहाँ लाइनको सुविस्ता त हुनु पर्यो नि त। हाम्रो यहाँको गाउँको मान्छे एकदम चिन्तितमा छन्। र अर्को कुरा यहाँ गाउँपालिकाको हाम्रो अध्यक्ष हुनुहुन्छ, हाम्रो वार्ड नम्बर 5 को जगन्नाथपुर गाउँपालिका वार्ड नम्बर 5 को जुन वार्ड अध्यक्ष हुनुहुन्छ, कसैलाई नि यसको चिन्ता छैन। तर वार्डमा के भइरहेछ त्यो त सबै यहाँको जनता भोगिरहेछ दुःख। तर खै कहिलेसम्म यो विकास हुन्छ, सुविधा हुन्छ। तर त्यहाँ देख्नु त्यो बोट छ, त्यहाँ वहाँदेखि त्यो बोटदेखि वहाँ त्यो हुँदै 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 त्यहाँ एउटा देखिराखेको छ तपाईँ उता मन्दिर छ, त्यहाँबाट पानी आउँछ। तर खै पानी पनि अहिलेसम्म नि आएन। किसानले एउटा 10 धुर तपाईँको 4 धुर 3 धुरमा बिउ छरेको बिउमा पानी हाल्नलाई तपाईँको 500 लिइरहेछ। हेर्नु कति दुःख छ। यो हाम्रो सरकार पनि हेरिरहेको छैन। सुदन गुरुङ दाइ त हाम्रो आउनुभएको थियो, गृहमन्त्री साहब हाम्रो गाउँतिर बोर्डरको छेउछेउ ठोडीबाट यो हाम्रो जगन्नाथपुर गाउँपालिका क्षेत्र नम्बर 4 घुमेर जानुभएछ। तपाईँको उहाँ बिरगजको श्रीसिया बोर्डर नि घुम्नुभएछ। तर खै त्यो विकास कहिलेसम्म हुन्छ, पानीको आपूर्ति कहिलेसम्म हुन्छ। तर हाम्रो यहाँको नेताहरूलाई अलि सरकारले ध्यान आकर्षण गराउन चाहन्छ कि यो नेताहरूले अलि केही हेर्नु पर्यो। कस्तो लाग्यो भिडियो हाम्रो तपाईँ एकछिन कमेन्ट गर्नु होला।